Hello, Jai Masi, Namaste, good afternoon. Good evening, everyone. Good evening. अहिले चाहिँ हामी समुद्रतिर जाँदैछौँ हाम्रो घर नजिकैको अनि जागर चलाएर हैन दिउँसो चाहिँ एकदमै गर्मी थियो त्यही भएर हामी रुममै बस्यौँ आज मेरो हस्बेन्डको छुट्टी थियो मलाई मेरो बुढाले घुमाउन लानु भएन अल्छे एक नम्बरको तिमी जस्तो अल्छे कोही छ होला र जाउँ भन्दाखेरि चाहिँ म त काम छ अनि हामी समुद्र जाँदैछौँ हामी स्विमिङ गर्न को जान्छ होला रातितिर स्विमिङ गर्न अनि फेरि ड्रेस देखाइदिन्छु ल मेरो हेर्नु होला मेरो ड्रेस तिमीले नि यो कसको होला यो कसको ड्रेस हो कसको आउटफिट हो यो तिम्रो बुढाको मेरो बुढाको आउटफिट यु क्यान सी ओके हामी जाँदैछौँ हामी चाहिँ फाइनली समुद्रमा आइपुगेका छौँ धेरै मान्छेहरू रहेछ है बाबा हेर्नु होला हामी समुद्रमा आयौँ वाउ आउँदैन बुढी खेल्नै आउँदैन कस्तो राम्रो बोट हेर्नु न त्यहाँनिर बोट पनि बस्ने हो बाबा बस्ने हो वाउ कस्तो दामी आएको है ओ आए आए कम 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 चप्पल भित्र नि यस्तो महँगो चप्पल कस्तो राम्रो बनाएर गयो वाउ हामी चाहिँ समुद्रमा छौँ वार्ताङको पौडी खेला बुको सबै भइसक्यो हेलो गाइस हामीले चाहिँ स्विमिङ पनि गरिसक्यौँ अब हामी घर जान लागिरहेको छौँ बुढा तपाईँलाई कस्तो लागिरहेछ एकदम दामी बुढी हामी चाहिँ फर द फर्स्ट टाइम सँगै स्विमिङ गरेको मलाई चाहिँ आउँदैन मेरो बुढालाई चाहिँ हेलो हामी चाहिँ फाइनली स्विमिङ गरिसक्यौँ अनि घर जाँदैछौँ एकदमै रमाइलो भयो मलाई चाहिँ खासै स्विम गर्न आउँदैन खासै स्विम गर्न आउँदैन मेरो हस्बेन्डले चाहिँ गर्नुभयो त्यो चाहिँ एकदमै इन्जोय गरेँ मेरो फर्स्ट टाइम थियो स्विमिङ त्यही पनि समुद्रमा मुखमा पानी पसेर नुनिलो भयो आँखामा पानी पसेर आँखा पोल्यो जे होस् उमेर हुँदाखेरि नै राम्रो कुराहरूको एक्सपिरियन्स गर्नु चाहिँ एकदमै बेस्ट हुन्छ त्यही पनि आफ्नो पार्टनरसँग होइन आफ्नो पार्टनरसँग चाहिँ कुराहरूलाई एक्सप्लोर गर्दा झनै छुट्टै आनन्द होइन बुढा अनि हाम्रो लुगा भिजेर जाडो भएको छैन बर्बाद भइरहेछ यो भ्यू पनि देखाइदिउँ न यताको है यस्तो छ नाइट भ्यू चाहिँ अहिले चाहिँ यो फेस्टिभलको सिजन हो बाबा यहाँ त्यही भएर पुरा डान्स गर्ने खोइ के जेस हुने रहेछ एकदमै दामी छ हाम्रो घर नजिकैको समुद्रमा यस्तो आनन्द वाह बाबा जाडो भयो हाम्रो एकदमै यो चाहिँ फेमस है हाम्रो प्रत्येक मिनी भ्लगमा यो चप्पल चाहिँ जस देखिराख्नु भएको हुन्छ ओके मेरो भिडियो सबैजनाले हेरिदिनु होला लाइक कमेन्ट्स गरिदिनु होला सी यु इन नेक्स्ट भिडियो अब हामी घर गएर नुहाउँछौँ फ्रेस हुन्छौँ खाना खान्छौँ देन हामी सुत्छौँ किनभने यहाँ अलरेडी 7 बजिसक्यो सो गुड नाइट एभ्री वान सी यु इन नेक्स्ट भिडियो बाई बाई भनिदिनु बाबा बाई बाई